घर छाडेर हिँडेको मान्छेले के छाड्छ? एउटा निर्धक्कता छाडिदो हो। सधैँ देखिरहने दृश्यहरू छाडिदा हुन्, जसलाई कनीकुथी सम्झिनु बाहेक केही गर्न सकिन्न। आफू अभ्यस्त भइसकेको एउटा गन्ध, एउटा अनुभूति, त्यो मिठो काउकुटी, अनगन्ती सम्भावना, एउटा सिङ्गै अतीत, सबै छाडिदा हुन्। यो सहर सम्झनाहरूको डिब्बामा कैद हुँदैछ। यहाँको धुलो माटो, व्यथिति, अनियमितता, बेरोजगारी, जेबाट दिक्क भएर भागे पनि मान्छे अन्तत आफैलाई खोज्दै आइपुग्छ यही। मान्छेलाई फर्किनु त पर्छ जसरी पनि यही, भौतिक रूपमै होस् या स्मृति मार्फत।